कल्पनाका संसारहरू कोरेर रङ्ग भर्नु साँच्चै मोबाइल खेलाउनु भन्दा असल लाग्छ यी उमेरका बालबालिकाहरूलाई। हिउँदे छुट्टीको फुर्सदलाई यसरी सदुपयोग गर्ने जमर्कोले उज्जवल भविष्य निर्माणको गोरेटो अवश्य पनि बनाउँछ। प्राय शहरहरूमा मात्र सीमित यस्ता गतिविधिको आरम्भ अब गाउँतिर पनि हुन थालेको छ। चित्र प्रतियोगिताको आयोजना पूर्व सिक्किम रिनाक समष्टि अन्तर्गत यस छलमताङ गाउँमा भयो, जहाँ केवल गाउँले स्कुलका 50 जना विद्यार्थीहरू प्रतिभागी बनेका थिए। आज हामीले किड आर्ट फेस्ट राखेको थियौँ। स्कुल वाइज 3 स्कुलबाट दुखालाखा, पाचेखानी र विद्या भारती स्कुल र थिम बेस्डमा चाहिँ सुनौलो, समृद्ध र सामर्थ्य सिक्किम, उनीहरूले सिक्किमभित्रकै अब केही आर्ट गर्नु पर्यो र यसको क्यास प्राइज चाहिँ रहेको छ। फर्स्ट हुनेलाई 10,000, सेकेन्डलाई 7,000 र थर्ड हुनेलाई 5,000। यस प्रतियोगिताको आयोजना सिक्किम एजुकेसनल सोसाइटी तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सोसियल सर्भिस विङको संयुक्त तत्वावधानमा भयो। यो इभेन्ट एसकेएम सोसियल सर्भिस विङले किन सञ्चालन गरेको छ भन्दाखेरि तपाईँ हामी सबैलाई याद छ कि अर्बन एरियाको यानि कि टाउन सिटिजहरूको या बजारको नानीहरूले धेरै एक्सपोजर पाउने गर्नुहुन्छ है। किन भन्दाखेरि बजार या टाउन एरियामा धेरै एक्टिभिटिजहरू हुन्छ, तर गाउँको लेभलमा है जब हामी विलेजमा या रुरल पार्टतिर पस्छौँ है, त्यति बेला हाम्रो गाउँ बस्तीको नानीहरूले त्यति बेसी एक्सपोजर पाएको हुँदैन। र यो आर्ट फेस्ट है, दिस इज अ सर्ट अफ फर्स्ट इभेन्ट विच इज बिङ अर्गनाइज अन्डर पाक्योङ डिस्ट्रिक्ट है, फोकसिङ द रुरल स्टुडेन्ट्स। र हामीले यसमा अलिकति क्यास प्राइजहरू पनि फर्स्ट, सेकेन्ड, थर्डलाई हामीले राखिदिएको छौँ। र किन भन्दाखेरि एटलिस्ट विन्टरको समयमा त्यो क्यास प्राइज अन्तर है उहाँहरूले यसो तातो लुगाहरू किन्नु सक्नुहुने, या भनौँ है फेब्रुअरीको टाइममा जब स्कुलको एडमिसन हुन्छ या नयाँ बुक्सहरू किन्नुपर्ने हुन्छ या स्कुल ड्रेस बनाउनु पर्ने हुन्छ या नानीहरूको लागि स्टेसनरिज किन्नुपर्ने हुन्छ, त्यति बेला त्यो अलिकति धनराशिले है पेरेन्ट्सहरूलाई र फ्यामिलिजलाई पनि सपोर्ट होस् भन्ने एउटा उद्देश्यमा हामीले गरेको छौँ। यस प्रतियोगिताले मोबाइलदेखि कल्पना सिर्जना क्षमता विकास गर्ने वातावरण तयार गर्नु हो। यस अतिरिक्त सशरीर भेटघाट गरेर आपसी परस्पर सम्बन्धहरू पनि स्थापित गर्नु हो। 3 श्रेष्ठ विजेतालाई पारितोषिक सहित सहभागिताहरूलाई प्रमाणपत्र पनि अर्पण गर्यो। प्रकृतिको यस्तो खुल्ला परिवेशमा सम्पन्न प्रतियोगिताको समयमा सभागारमा संलग्न विद्यार्थीहरूका अभिभावकका लागि छुट्टै काउन्सिलिङ तथा अन्तर्क्रिया पनि आयोजना भयो, जहाँ एसकेएम सोसियल विङका संयोजक एसबी तामाङ, विङका गान्तोक अध्यक्ष नरेश तामाङ तथा वाटर रिसोर्सेस विभागका ओएसडी गगन गुरुङ वक्ताको रूपमा उपस्थित थिए। फर्स्ट अफ अल त म हाम्रो सीएम सरलाई धन्यवाद चढाउन चाहन्छु। उहाँको निर्देशकमा, उहाँको गाइडेन्स, उहाँको भिजनले गर्दाखेरि नै हाम्रो यहाँ आज गाउँ बस्तीमा जो रुरल एरियाबाट जो गभर्नमेन्ट स्कुल पढ्ने नानीहरूले पनि यस्तो अपर्च्युनिटीहरू पायो। उहाँलाई धेरै धेरै धन्यवाद। र यहाँ सम्पूर्ण अर्गनाइजिङ टिमलाई पनि म हृदयबाट धन्यवाद चढाउँदछु। कार्यक्रमको अन्तमा मुख्यमन्त्री एवं स्थानीय विधायक पिएस तामाङ गोलेका सीए उर्गेन लेप्चाको विशेष उपस्थितिमा पारितोषिक अर्पण गरियो। हिउँदे छुट्टीमा यस प्रकारको ससाना विद्यार्थीहरूलाई यसरी मोबाइलबाट छुटाउने प्रयास सराहनीय लाग्छ। यस विशेष रिपोर्टको साथमा म जोसेफ लेप्चा।